यो बाइक किनेको चाहिँ 2 वर्ष पनि पुरा भएको छैन। हामीले यसको फुल इन्जिन खोल्नु लागेको छौँ। त्यसलाई हामीले अगाडिको सब हुन्छ नि सुलेन सब झारेर यो स्ट्यान्ड लिएर आइसकेका छौँ। यसको फुल इन्जिनलाई अब च्याचिसबाट अलग गर्छौँ। यो बाइकमा समस्या चाहिँ के छ भने तपाईँको क्यारेनको बेरिङहरू छ नि सब रुस भयो। यो पुरै बेरिङ फुटेर कस्तो भएको थियो हेर्नुहोस्, म देखाउँछु। यो छ नि यो क्यारेनको बेरिङ, त्यो केरिङको बेरिङ सब गएको थियो क्या। यहाँ अझै पनि देख्न सक्नुहुन्छ यहाँ फुटेको छ, केरिङको बेरिङ गएको थियो अनि माथि गयो। त्यसपछि मैले कस्टमरसित कुरा गरेर हेर्नुहोस् तपाईँको गाडी किनेको कति भएको छ, त्यो बाइक किनेको जम्मा 2 वर्ष पनि पुरा भएको छैन। त्यो इन्जिनबाट गर्ने आवाज आउँथ्यो होइन, त्यही भएर यो बाइकलाई सोरुममा बनाउने लगेको अरे। सोरुममा हेर्नुहोस् के गरिदिएछ, कलर साइडबाट आवाज आयो भनेर कलर साइडको पल्ला खोलेछ, अन्त भित्र त्यो हाउजिङलाई हल्लाएको छ, त्यो हाउजिङ गएको छ भने प्याक गर्दै पठाइदिएछ होइन। जो साँझसम्म त त्यो आवाज पढेर यति धेरै आयो कि होइन, त्यो कस्टमरले त्यो आवाजलाई औडा मानेर त्यो आवाजै ठिक नमानेर त्यो हाम्रो पसलमा लिएर आएको थियो। तपाईँको आवाज भन्छ नि त्यो आवाज चाहिँ तपाईँको कलर साइडबाट आएको थिएन कि उता म्याग्नेट साइडबाट आएको थियो यसको आवाज। हामी यसको अब फुल इन्जिन खोल्न लाग्छौँ। यो फुल इन्जिन खोल्नभन्दा पहिला मैले चाहिँ तपाईँहरूलाई यसको समस्या देखाउँछु। यहाँ आउनुहोस्, यसको बेरिङहरू छ नि, यो बेरिङहरू छ नि सब बेरिङहरू फुटेछ। यो क्यारिङ हो, यो क्यारिङको बेरिङहरू फुटेको छ होइन। अब हामीले यसको फुल इन्जिन खोल्ने प्रोसेस गर्दैछौँ। बाहिर यो इन्जिन काम छ त बन्द गरिदियो, बन्द गरेर के अर्को हाल्नु पर्ने हो चाहिँ मलाई दाइ साउनी जानुहोस् सामान ल्याउनु। यो हो एनएसको हेड। एनएसमा 4वटा वाल हुन्छ, यो ठाउँ छ नि यो त्यो पुलिनको लागि है। फेरि एनएसमा 3टा प्लग लाग्छन्, 1 2 3। यो तपाईँको जो बिचमा लाग्छ नि यो मेन प्लग हो, अनि साइडको चाहिँ अरू साइड अरू पचरहरू जस्तै प्लग हो। यो चाहिँ पुलिनको लागि डबल प्याकिङ हुन्छ क्या यसको। के कुरा हुन्छ मेन यो पुलिङ छ नि त, पुलिङ तपाईँको यो इन्जिनभित्र नजाओस् भनेर चाहिँ यसको यो प्याकिङ दिए हुन्छ। यो देख्न सक्नुहुन्छ एनएसको हेडमा चाहिँ यो भित्र रेखा परेको हुन्छ होइन। यो चाहिँ हजुरको कुलिङको लागि हो। यो जो भित्र पेट्रोल हावा पेट्रोल मिक्स भएर चाहिँ यहाँभित्र आगो बल्छ नि त, हो त्यही आगो त बल्छ होइन, इन्जिन लास्टै तातिन्छ, हिट हुन्छ। त्यसलाई चिसाउनको लागि साइडमा कुलिनको लागि यो होल दिइरह, यो भित्र कुलिन गएर यसलाई चिसाएर फेरि अर्को ठाउँबाट कुलिन बाहिर आउँछ, फेरि नयाँ कुलिन हुन्छ, चिसिन्छ, कुलिन तातिएर बाहिर आउँछ। त्यो कुलिन चाहिँ हाम्रो एयर कुलरमा आउँछ अनि यहाँबाट चिसिएर फेरि इन्जिनमा जान्छ। यो चाहिँ हजुरको जति बाइक चल्यो त्यति यो चाहिँ रिपिट हुँदै 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 जान्छ क्या। यो चाहिँ काम मेन के हुन्छ भनेपछि आजको यो हेड चाहिँ हामीले अलग गराइसक्यौँ होइन, हेडलाई त्यस गरेर के गर्न पर्दैन। जो हाम्रो यो पिस्टन छ नि, बाइक चलेको 2 वर्ष भयो, पिस्टन चाहिँ गएको छैन, नयाँ छ, बलकेट पिस्टन नयाँ छ। हामीले यसको यो पिस्टनलाई बचाउनु पर्ने हुन्छ आज। त्यही भएर हामीले यो माथि बलकेटदेखि पिस्टनलाई नछट्काएर यसलाई निकाल्दा पर्ने हुन्छ। त्यसको लागि हामीले सबभन्दा पहिला ल्याउँछ टपमा। बाइक चाहिँ हाम्रो केमा आयो, टपमा आयो होइन। अब यसलाई चाहिँ अब हामीले बिस्तारै गरेर यो चाहिँ हाम्रो यो चाहिँ हाम्रो डबल टिनहरू हो। तपाईँको इन्जिन लगाउँदाखेरि चाहिँ तपाईँको हल्का बाङ्गो टिङ्गो नजाओस् भनेर डबल पिनलाई ब्यालेन्स गराउने ट्याक्क जहाँ इन्जिन लाग्नु पर्यो त्यही ठाउँमा अडियोस् भनेर डबल पिन दिएको हुन्छ। फटाफट फ्याट हामीले अब हेड बलकेट त निकाल्यौँ, च्याम्बरको लागि हामीले च्याम्बरलाई ट्याक्क 2 गर्नुपर्ने हुन्छ। च्याम्बरहरू पनि तपाईँको कुनै पनि बाइकमा च्याम्बर 2टा च्याम्बर, एउटा कलर च्याम्बर, एउटा म्याग्नेट च्याम्बर, 2टा च्याम्बर हुन्छ। 2टा च्याम्बरलाई हामीले अलग गराउनु पर्ने हुन्छ। त्यसको लागि हामीले यता देख्न सक्नुहुन्छ यो म्याग्नेट साइडको बाहिरको 8 नम्बरको नटहरू, यी 8 नम्बर नट लागेको हुन्छ, खोलिसक्यो। अब यसमा चाहिँ भित्र पनि नट लागेको हुन्छ, 1 2 3 4 अनि 4वटा नट भित्र लागेको हुन्छ यसको। भाइ यसलाई समात म खोलिदिन्छु। ओके, तपाईँले 4वटा हुन्छ बिचको नट, यत्रो लामो नट हुन्छ होइन। अब मैले नटले राखेँ। अब चाहिँ हामीले भाइ टिसमा त अब यसलाई चाहिँ फुल्क फर्काएर त्यसको उतापट्टिको नटहरू जो खोल्नुको लागि नटहरू दिएको हुन्छ, हेरौँ 1-2वटा नट हुन्छ, धेरै नट त हुन्न, त्यो नट खोल्नुपर्छ। यो फर्काउने पनि तरिका कसरी हुनेछ तपाईँ। अब यसले माथिकोलाई फर्काएर फुर्को गरेर चाहिँ भित्र सामान बिग्रिन्छ। त्यही भएर हामीले यसलाई चाहिँ
जहिले पनि हल्का यतिको ठडाउने अनि हात छ नि यो हातले यस्तो समातेर यसलाई यस्तो समात्ने बल हाम्रो हात यी हातमा बल हुनु पर्यो है अब यो चाहिँ बिग्रिनु भएन है फेरि यसले समातेर टुक्क फर्काएर यस्तो गरेर राख्ने होइन अब यसमा चाहिँ धेरै नटहरू हुन्न नै कुनै पनि 1-2 नट हुन्छ नि कुनै हुन्न अब हामीले टेको लिइसकेपछि अब केस खोल्नु पर्यो भने चाहिँ यो चाहिँ कलर साइडमा चाहिँ जो कुलिन हुन्छ नि कुलिनको त्यो भित्र गरारीहरू यताउति हुन्छ होइन यहाँ देख्न सक्नुहुन्छ कुलिन गरारीहरू यहाँ हुन्छ हामीले चाहिँ कुलिनको गरारी चाहिँ खोल्नु पर्ने हुन्छ हातपट्टिले कुलिनको गरारी देख्नुहुन्छ यहाँभित्र कुलिनको लागि तपाईँको कुलिन आउने जाने सिस्टम हुन्छ नि सब यहाँभित्र हुन्छ कि सिस्टमेटिक तरिकाले हुन्छ कि सब फेरि हामीले यसले चाहिँ कुलिन डिब्बा यसमा भित्र केही सिलहरू हुन्छ त्यो सिल हामीले नकटाएर निकाल्नु पर्ने हुन्छ कहिलेकाहीँ चाहिँ तपाईँको बाइकहरूमा कुलिन इन्जिनमा छिर्छ भन्ने समस्याहरू दिन्छ नि त यसको भित्र सिल हुन्छ यो सिल कट्यो भनेपछि तपाईँको इन्जिनमा मोबिल जाने समस्याहरू देखा पर्छ गाइस ल न साथीहरू फाइनली हाम्रो यो बाइकको इन्जिन छ नि यो इन्जिन खोलिसकेको छ म तपाईँहरूलाई देखाउँछु यसको इन्जिन कस्तो छ होइन इन्जिन खोल्दा ब्लास्ट गाह्रो भएर खोल्न चाहिँ गाह्रो भएको होइन यसको जो इन्जिनको पल्ला छ नि दुईटा पल्लामा हजुरको डबल पिनहरू हुन्छ नि ओ डबल पिन पुरै जाम भएको रहेछ कि लास्ट गाह्रो भयो कि डबल पिन निकाल्नलाई सक्नुहुन्छ उयो छ नि यो डबल पिन यो डबल पिनले गर्दा आउँदै आउनु अड्किएको लगभग आधा घन्टा लाग्यो कि यसलाई खोल्न डबल पिन अड्किएर जाम भएर देख्न सक्नुहुन्छ यही हाम्रो यो ब्यालेन्सर गरारीको बेरिङ पनि गाह्रो रहेछ है बेरिङ गराएको छ यो ब्यालेन्सर गरारी भयो अनि तपाईँको क्र्याङ छ नि यो के क्र्याङले गर्दा तपाईँको समस्याको यो चाहिँ तपाईँको गियरहरू भयो यसमा एनएसमा चाहिँ तपाईँको 6वटा गियरहरू हुन्छ केरिङको बेरिङ छ नि यो बेरिङ निकालिसक्यो होइन निकालेर यो केरिङमा नयाँ बेरिङ फिट गरिदिइसक्यौँ यो बेरिङ यो वाला बेरिङ हो गएको हाम्रो यो बेरिङ कति नम्बर 63-28 नम्बरको बेरिङ हो बेरिङ हामीले फिट गरेर केरिङ बनाएर ल्याइसकेका छौँ होइन अब चाहिँ हामी यसलाई के गर्नु पर्यो भनेपछि नयाँ बाइकको त्यही भएर यो अर्कोवाला बेरिङ हालेनौँ अब त्यसलाई साइड लगाएर अब हामीले पुरै बाइकलाई क्लिनिङ गराउनु पर्ने हुन्छ क्लिनिङ खोल्या कभर नगराएर फिट गर्नु त भएन होइन त्यसैले हामीले गेयर निकाल्नुपर्छ नम्बरहरूमा होइन गेयर निकाल्दाखेरि जहिले पनि ध्यान दिनुपर्ने यसकोमा लागि वासरहरू अनि यसको लागि गरारीहरू यो छुट्याउनु हुँदैन कहिलेकाहीँ यिनीहरूले गर्दा समस्या आउँछ मैले यो बेरिङ निकाल्दाखेरि सबभन्दा पहिला हामीले गियर निकाल्दाखेरि पिनहरू निकाल्नुपर्छ होइन त्यसमा 2टा पिन लागेको हुन्छ एउटा यो पिन भयो अनि एउटा एकदम 2टा पिन लागेको हुन्छ यो पिनमा चाहिँ उपर निचे स्प्रिङ लागेको हुन्छ एउटा स्प्रिङमा राखिसक्यौँ होइन भुइँदैन होइन अनि पहिला हामीले निकाल्दाखेरि यसलाई यो चाहिँ तपाईँको फ्रक हो होइन 2टा हुन्छ यही एक्सिडेन्ट देख्यो होइन यो फ्रक हो होइन यो फ्रक निकाल्ने हामीले अनि त्यसपछि हामीले अर्को पिन निकाल्नु पर्ने हुन्छ यो पिन सानोवाला पिन हुन्छ यो पिनमा चाहिँ तपाईँको स्प्रिङ लागेको हुँदैन मसिनो हुन्छ हल्का अनि त्यसपछि हामीले फ्रकलाई साइड लगाएर यो यसलाई भन्छ कि ड्रम गियर भन्छ ड्रम गियर निकाल्नु पर्ने हुन्छ ड्रम गियरमा यो छ नि तपाईँको यो चाहिँ तपाईँको स्विच हो यो कुन न्युट्रल स्विच जब हामीले बाइक न्युट्रलमा ल्याउँछौँ नि यो चाहिँ यो सेन्सरमा टच भयो भनेपछि बाइक निकाल्न आउँछ न्युट्रल स्विच हेर्टोले गियरमा त्यसपछि अब हामीले त्यसको फरक निकाल्न पर्ने हुन्छ त्यसमा चाहिँ एउटा फरक हुन्छ यता साइडमा अर्को साइडमा चाहिँ 2टा फरक हुन्छ जहिले पनि एनएसमा 6वटा गियरहरू हुन्छ एउटा स्प्रिङ भयो अर्को स्प्रिङ त मैले हिजो निकालेर साइड लगाइदिइसकेँ बेडको चाहिँ 2टा फरक हुन्छ एउटा यो अर्को साइड लगाइदिइसकेँ मैले त्यसपछि हामीले गियर छ नि गियर निकाल्नु पर्ने हुन्छ गियर निकाल्दाखेरि जहिले पनि यहाँदेखि उङ्लीलाई यो खाली भागमा यसरी हाल्ने दुइटै गियरहरू सँगै निकाल्नु पर्छ कि सानो ठुलो गियरहरू यो वासर लागेको हुन्छ यो वासर चाहिँ तलहरू भएको थियो मुनि मैले वासर निकालेर लगाइदिइसक्यौँ अनि यसमा चाहिँ तपाईँको लक्सर लागेको हुन्छ होइन अब त्यसको लागि हामीले गियरलाई चाहिँ छुटाएर साइडमा राख्छौँ अनि यो हाम्रो भाइले चाहिँ अब तपाईँको यो सबै सामानलाई दिन्छ नि भाइ अब यो सामानहरू सबै एक गरेर हो होइन हुन्छ सामानको क्लिनिङ हुनुहोस् त्यही भएर हामीले यो सामानको क्लिनिङको 2टा पल्ला हो 2टा पल्ला क्लिनिङ राखेर
त्यसपछि अल सामानलाई पुरै फुल क्लिन गरिसकेका छौँ। अब यसलाई चाहिँ हामीले फिट गर्ने हो फुल इन्जिन। बादमा अब रेडी हुन लागेका छौँ हामी। वा लेट्स गो।